Hello everyone, welcome to my YouTube channel. आज चाहिँ मैले बाहिर जाँदैछु गाइस मेरो छोरी खुसीको बर्थडे सेलिब्रेसन गर्नको लागि। यत्रो भारी छिराउनु लो चाबी लारामा कता कता चढ्ने हामीहरु आज उताडिन जान्न हो उता ल म चाहिँ अब उता जानु पर्यो भारी बोकेर यहाँ तिनजना बस्नु उता कति जना हुनुहुन्छ त्यतापट्टि बस्नु तँ यो कहाँ लानु भयो तँ यो पर्ला हेर्ने अब बिजक होइन अब यहाँ सिमसार आयो बेतेनी सामुदाय कता लडिन्छ छिटो गर्नु बिस्तारै ल आइपुग्यो हामीहरू सिमसार आइपुग्यो यस्तो घाममा चर्को घाम होइन। हेलो बर्थडे गर्ल भारी बोक्नु पर्ने अब यसरी कति त होइन आउनु ल अधेर देखिन्छ होला के टल्केर सबै कहाँ छेलेर सक्यो अब छाता छेलेर सबैजना गइसक्यो यता ए सिमसारे हाम्रो ग्याङहरु है गाइस हाम्रो ग्याङहरु उनीहरु चाहिँ म चाहिँ यता चाहिँ झोलुमै बोकेर झोलामा म्युजिक चाहिँ हामीहरु चाहिँ अब यहाँ बस्ने भयौँ हैन हाम्रो उयो पर तलै बस्दा हुन्छ ल आउनु ल यहाँ तल छाता छोड्नु भयो कसले हो हाइट ह्यान्ड नो ये बस्नु तपाईँ Oh my goodness! Wow! अघि देखाइसकेको मैले हेलो गाइज आज चाहिँ हाम्रो यहाँ यता बर्थडे गर्ले दार है खुसी दार यता हाम्रो यहाँ बर्थडे मनाउनको लागि हामीहरू चाहिँ कोलाबारी मङ्गलबारी बेतनी सिमसारमा आएका छौँ हामीहरू परिवारै सबैजना रेडी हुँदैछ। हाम्रो खुसी चाहिँ ठ्याक्कै 3 पुरा पुगेको 3 लागेको छैन 3 पुरा पुगेको अवसरमा हामीहरू चाहिँ यसरी सेलिब्रेसन गर्दैछ बर्थडे सेलिब्रेसन गर्दैछ गाइस हेर्नुहोस् हामी आएको छ हाम्रो परिवार बाहिर बर्थडे मनाउनको लागि र ड्रेस चाहिँ परिजामा होइन कि यो चाहिँ अब मौसम अनुसारको ड्रेस हो देश अनुसारको भेष भने जस्तै गाइस हामीहरू चाहिँ मौसम अनुसारको यहाँ ड्रेस लगाइदिरहेको छौँ पुरै भर्दा पछाडि तपाईँ फोटो नि आउँछ नि आमाको ज्यानले छेलिन्छ पनि नि त्यो छाता निकाल्दै खुसी
Happy birthday. खुसी डोडाले हेर्न अलि पर छ न अलि पर तपाईँ भयो ल थिच्नु न सिधै छ सिद्धि पक्रेको नि यहाँ लु लामो छ गाला बिचरा आमा जेठी दिदी त क्यामेराम्यान हुनुहुन्छ है गाइज मैले बोलो बत्ती अहिले नि सबै गरेर बस्छ ल है हाम्रो आमाले खुवाइदिनु छ नातिनीलाई Happy birthday to you. Happy birthday. आसिदिनु मोबाइल हेरेन है ल हुँदैन बाल त ल उ त खुवाइदिनु न भिडियो बनाऊ भने कोल्ड चाट खाइ बनाइदिनु तपाईँ आसिदिनु खाऊ घर हाम्रो बाउले खुवाइदिनु भयो अब आमा जानु आमा खुवाइदिनु अब अनि फेरि खुवाइदिनु न टिकटकमा क्या जान्न यसै आउनु ल खुवाइदिनु न तपाईँ अब यहाँ उयो टिकटक काटेर उता उता हेर्दै खुवाइदिनु काटेर चाहिँ खुवाउनु न काट्नु न काटे जस्तो गर्नु उता नहेर्नु क्या त खुसीलाई मात्रै खुवाइदिनु क्या यो खाँदा खाँदै आउँछ केक खाँदा खाँदै आउँछ धेरै पढ्नु ल खुसी हुनु खाँदा खाँदै अगाउँछ अहिले आशीर्वाद दिनु ल ल ल ल धेरै पढ्नु ज्ञानी हुनु ल पढेर ज्ञानी हुनु खाना नभन्नु है ओहै ओहै है ल गाइस ओहै 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 गर्दिन लबर खोइ मेरो ए लबर खोज्दा ओर्दा के तिनले खुवाउनु खुवाउनु जन्मदिनको धेरै धेरै शुभकामना छ मेरो खुसी छोरीलाई भाग्यमानी हुनु ए आशीर्वाद त दिन्छ ज्ञानी मान्छे बन्नु ल पैसा त कति धेरै ल यहाँ ढोकी गर नमस्ते भाग्यमानी हुनु ल यता खुसी यता ठुली मान्छे बन्नु हाई गर आशीर्वाद दिनु ल खुसी खाऊ खुट्टामा ढोक्नु राम्रो देखिन्छ खुट्टामा राम्रो देखिन्छ ढोक्नु त अन्त मैले बिर्सेछु ल खुट्टा ढोक्नु ल सिकाऊ भनेको के ल खुसी तललाई ढोङ्ग्रीको पोको आसा 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 के भयो छाने रे कोङ्केल कुपन दिनु कोक 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 मेरो चाहिँ फोटो बुझ्दैन हामी खाना सुरु गरेको गाई के भन्नु नि के भयो बदल के लाउने अब कोलाई सुँगुरको मासुको सेकुवा खाने पोर्क सेकुवा खाने अनुहारहरू आमा बुवा हाम्रो निर्मली दिदी यता माइली दिदी यता जेठी दिदी सबै धेर खाने चाहिँ म छु यहाँ ए 3 केजी अरे 3 केजी आमा जति भने उति नै हो तपाईँले पुऱ्याउने खाऊ न म खान्छु अहिले खाऊ न म यी खाएको डुम्म नि भयो म
पार्टी खाएर लाग्यो भाइ लु फर्केको अब हामी फर्केको गाई चाहिँ फर्केको सेको खाएर पोर्क खाएर फर्केको अब यहाँ चिप्लेटी खेल्ने अरे बच्चाहरू त्यसपछि घर जाने